58 यो त पाक्यो काम गर्नु छैन है हामीले सकम भन्नु छैन यस्तै हुन्छ मेरो त क्लास छैन मेरो नि क्लास छैन यो हेर त के गर्ने अलिक प्रेसरले हाल्नु पनि हेर्दिन यो कुहिएको भात निकाल्नु तिमीहरु कति एउटा खान्छ ल भन हामी धेरै खादैन जगत पचास Salt! Rosan salt! Pani water! मेरो भाडा सानो भयो नि पराइ छ त कहाँ छ त्यो घरमा पहिला ठुल्ठुलो निक्लिस यत्रो बनाउनु लाग्यो नि त पहिलाको पठाइदिए फोटो यत्रो के म्याम यत्रो रहेछ त्यहाँ राख्नु ओके सक्यो यो आउँथ्यो नि भन्दै कल्पना भेरी नाइस दुई हातले मलाई स्टिक सुटै फरेर बच्चा क्लास ए झरिसक्यो डिस्टर्ब हाल्नु यहाँ सफा जानेको मान्छेले गरेर अनि स्टप पनि होस् क्लास म्याम यो टेस्ट गर्नु नुन अनि तिमी यहाँ बेला दिदीले हलुवा बनाउनुहुन्छ भइहाल्यो बेल्नु पर्छ ओ सुशीला म्यामलाई एकछिन बोलाउनु न एकैछिन ए अघि उठा भइसक्यो म्याम चिस्टुले फोनै गरेन भन्थे अलिकति उचाइन्छ के पिठो लिएर आइदिनु अनि हेर सुन दिदीलाई त्यहाँ हलुवा बनाउनु भन्नु के अरे ऊ सम्झन सिस्टरलाई त्यहाँ बढाइदिनु भन्नु न डाइनिङ हल मलाई भोक नि लाग्छ हजुर
ए स्कुलबाट फोन आएन किन होला भने अरे बिरामी भारी डाइरिया लारे खायो निस्पेरी त्यो जात्राको को सिधा हो धेरै दिन भइसक्यो छैन पिक्यो कि बेल्दा नि अरूले बेला चित्त बुझ्दैन त्यही भएर म बेल्न हाल्दिनँ कि हातै हाल्दिनँ नि त फुलेकै छैन राम्रोसँग किन के गर्नु सक्दैन अरे गोलो बनाऊ बेबी ऊ यतापट्टि बसेर गोलो खुइक्का खुइ गोलो मिठो राम्रो खाले गोलो यो अलि यस्तो यहाँ डल्लै मिस्के खाइयो हुन्छ अनि पापा बनाउनुपर्छ भने बनाइदिन्छु पर्दैन यो बोट तेल चाहिँ नआउनु पऱ्यो पर्दैन एउटा प्लास्टिक सफा प्लास्टिक लिएर जाऊ सानो ऊ उताबाट किचनपट्टिबाट अभिषेक गइसक्यो तिमीहरू अब हेर्ने कि बनाऊ नि त बेलो डल्लो बनाऊ है हात गएर यस्तै भन्नु मलाई आउँछ उनी अनि सफा प्लास्टिक निकाल्नु तिमी डल्लो बनाऊ आइसका सबैले एउटै किन उ गर्नु पर्यो ल बनाउन आउनेले यो बनाऊ तेल डल्लो नै हो म्याम गोलो बनाउने हैन र गोलै नि हुन्छ तिमीहरूको डिजाइन बनाऊ न हो यस्तो बनाउनु पर्छ उनीले त आजै हो तिनीहरूको देऊ हेर्ने ल त त्यो के हो आउँछ भन्दै त के भयो मम्मीहरूले बनाएर यसो हात लगाइदिएपछि आइगयो नि त्यही त हो पर्फेक्टली अलिक धेरै नि लगाऊ है कल्पना त्यसमा अनि पानीमा नि अलिक धेरै ओइल हाल्नु पर्यो क्या नत्र मिठै नआउँदो रहेछ क्या ओइली भएन भने हिजो बनाएर गएको आज भात चिसाएको हुन्छ म्याम उमेरमा खाने पचाउने बेला त्यो रङ होइन होला कि त्यो अदुवाको हो त्यो त उयो हो हेर है हेर यही स्वेटरबाट झर्या होला कि धेरै नठेल्यो है यता खाने ठाउँमा ल अब अर्को भाँडा लिएर जाऊ मागे लिएर माथि नराख भैमा 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 पानी त अन्त यो पठाउनु पर्छ नि यो उता उता लाएर भयो अब यसमा केही नराख है ल म तिमीहरूलाई यहाँ सिकाउँछु बेल्नी बढी चाहिँ राखिदिनु न अझ मेमेले तिमीहरूलाई सिकाउँछ कि दुईजनाले मुछ तिमीहरूले बना तिमीहरूले खाने हो फेरि म्याम हामीलाई नि बेला मलाई हामी बेलले काममा परेर हो हामीले बोलाउँदै सबभन्दा धेरै काम त रसिकाले बनायो